अर्को भ्लगमा आउँछ गाइज, त्यही भन्न चाहन्छु। दिउँसो खाना खाएर ढुङ्गो ओसारेर हुन्छ गाइज। अहिले चाहिँ यति छ होइन, फिनिस Few moments later. गाइज होइन। अझ चाहिँ हामी यसो चट्टा लाएर घरमा थोरै काम गर्न जाँदैछु गाइज। भ्लग चाहिँ अन्तिमसम्म हेरिदिनु होला, त्यही भन्न चाहन्छु। सो हामी चाहिँ यता होइन, यता पछाडि साइडमा ढुङ्गाहरू देखिरहेको छ गाइज होइन। यो चाहिँ ढुङ्गाहरू यताको ढुङ्गा वाल चाहिँ लाउनु पर्ने हुन्छ। अझ के हुन्छ गाइज, भ्लग चाहिँ अन्तिमसम्म हेरिदिनु होला, त्यही भन्न चाहन्छु। सो लेट्सको के हुन्छ आज होइन। सो हामी चाहिँ यहाँबाट टक्का यस्तो खनेर पहिला यो ढुङ्गाहरू यहाँ लाउनु पर्ने हुन्छ। अब कति टाइम लाग्छ गाइज है, कति टाइम लाग्छ गाइज त्यो पनि आउने छ गाइज होइन। हामीले चाहिँ हिजोदेखि यति ढुङ्गा ओसारेछ भने अझ चाहिँ यहाँ लाउनको लागि सुरु रेडी भइसक्यो अवस्थामा छ गाइज। यहाँ छ गाइज, यति अझै माथि पनि छ। हामी चाहिँ अझ चाहिँ अनि घाम चाहिँ यस्तो अझ चाहिँ मौसम यस्तो हिजो चाहिँ खतरा आएर छ। अनि गाउँघरतिर मकै चाहिँ यति अग्लो भइसक्यो गाइज, मकै चाहिँ यति अग्लो भइसक्यो गाइज। दाइमा आएर ल अब यहाँ हाम्रो काम सुरु हुन्छ गाइज। सो हामी चाहिँ टक्क लाएर अब चाहिँ होइन गाइज खनेर पनि सकिसकेको क्राममा छौँ भनेपछि अब हाम्रो चाहिँ वाल कस्तो आइटमले लाउँदाखेरि चाहिँ वाल होइन एकदम बलियो हुन्छ त्यो म सिक्न गएर छु गाइज होइन। पहिला यसरी खन्नु पर्ने हुन्छ गाइज है, यसरी खनेर रेडी बनाउनु पर्ने हुन्छ। हामी चाहिँ रेडी भइसकेको छ गाइज, त्यो हुन्छ रेडी भइसकेको छ। त्यसपछि यहाँ अब ढुङ्गाहरू लाउनु पर्ने हुन्छ। ढुङ्गा चाहिँ माथि छ गाइज होइन। अब चाहिँ यहाँ सुरु भइसकेको छ गाइज। अब धमाधम यहाँ ढुङ्गा लाउनु पर्छ गाइज। भिडियो चाहिँ लास्टसम्म हेरिदिनु होला तपाईँहरूले। म कस्तो खालको वाल लाउँदाखेरि कस्तो हुन्छ सिकाउन गएर छु गाइज होइन। भ्लग चाहिँ अन्तिमसम्म हेरिदिनु होला। सो अब यहाँ सुरु हुन्छ गाइज। पहिला ढुङ्गाहरू तल खसाल्नु पर्ने हुन्छ। ढुङ्गा माथि धेरै छ, अब ढुङ्गाहरू चाहिँ तल खसालेर यहाँ चट्ट लाएर वालहरू लाउनु पर्ने हुन्छ गाइज। ढुङ्गा चाहिँ फाल्नु पर्ने रहेछ माथिबाट। सो भइसकेको छ एकदम धमाधम। लाउनु पर्ने हुन्छ रे गाइज यार। यहाँबाट अब यसो हुन्छ गाइज, मेरो यहाँ भिडियो खिच्नु पर्ने हुन्छ यहाँबाट। सो हाम्रो चाहिँ अब यति भइसक्यो वाल चाहिँ, देख्न सक्छ गाइज। वाल यति भइसक्यो। वाल चाहिँ अझै माथिसम्म लाउनु पर्ने हुन्छ। भर्खर सुरु हुँदैछ गाइज, वाल चाहिँ सुरु हुँदैछ गाइज।
ट्याडाउ This is my pool. ल गाइज कस्तो लगाइरहेको छ हाम्रो मेहनत ल हामी चाहिँ यति भइसक्यो अवस्थामा पछाडिदिन्छ भने गाइज यति सक्यो अवस्थामा छ गाइज अझै माथि सोलिङ गर्नुपर्ने हुन्छ गाइज अहिले चाहिँ हाम्रो यति फिनिस भइसक्यो अवस्थामा छ यस्तो छ गाइज है काम चाहिँ बवाल चल्दैछ गाइज अझै माथि बाँकी छ गाइज भ्लग चाहिँ अन्तिमसम्म हेर्दै जानु होला यति काम चाहिँ यति भइसक्यो ल गाइज अझै बाँकी छ कामहरू अब चाहिँ खाना खानुपर्ने हुन्छ हामी चाहिँ ब्रेक टाइम भइसक्यो अवस्थामा छ अहिले चाहिँ यति भइसक्यो छ भनेपछि माथि अझै सोलिङ गर्नुपर्ने हुन्छ गाइज अहिले चाहिँ यति भइसक्यो छ ल अझको चाहिँ यति नै अहिले फेरि ढुङ्गो सारेर सोलिङ चाहिँ हाम्रो फेरि दिउँसो खाना खाएर ढुङ्गो सारेर हुन्छ गाइज अहिले चाहिँ यति छ होइन फिनिस भइसक्यो यतिसम्म चाहिँ गाइज अब चाहिँ फेरि माथि फेरि पनि गर्नुपर्ने हुन्छ भ्लग चाहिँ अन्तिमसम्म हेर्दै जानु होला गाइज के हुन्छ त्यही माथि पनि काम गर्नुपर्ने हुन्छ माथि पनि छ गाइज ल गाइज सो गाइज अब चाहिँ होइन अघि चाहिँ दिउँसो चाहिँ खाना खाएर रेस्ट गरेको छौँ भने चाहिँ अहिले चाहिँ सुलिङ गर्न सुरु भइसकेको अवस्थामा छ गाइज त्यो हुन्छ सुलिङ पनि यति गरिसकेको छौँ होइन गाइज हाम्रो चाहिँ मुनि वाल यस्तो बवाल छ गाइज होइन केन्द्र हुन्छ सोलिङ दमादम गर्दैछ गाइज चाहिँ काम धेरै छैन सकिन लागिसक्यो अवस्थामा छ पछाडिदिन्छ सोलिङ यति बाँकी छ अझै त्यति धेरै छैन बाँकी छैन अब सकिन लागिसक्यो गाइज अब थोरै सोलिङ गर्नुपर्ने हुन्छ अझको काम सो हेरौँ गाइज ल गाइज अझको ब्लग खत्तम गरेर यही इन गर्न चाहन्छु गाइज चट्टा लाएर र सके गाइज अब अर्को ब्लगमा भेटौँला अझको ब्लग एक खत्तम भइसकेको छ अब हाम्रो यो ढलन गरेको चाहिँ अर्को ब्लगमा आउँछ गाइज त्यही भन्न चाहन्छु अझ चाहिँ सक्यो गाइज सक्यो आजको ब्लग क्लिक पारमा सक्यो गाइज सक्यो